हेलो हजुर नमस्कार, म डमरबहादुर दर्जी, दार्जिलिङ ज्याकेट सेन्टर मेरो युट्युब च्यानल। म चाहिँ यो आज तपाईँलाई के देखाइरहेको छु भने यो चाहिँ एउटा सिलिकन ज्याकेट हो। सिलिकन भनेको रुवा जस्तै हुन्छ त्यो ज्याकेट हो। यो तपाईँको 30 इन्ची लामो ज्याकेट है। यो 30 इन्ची लामो ज्याकेट बनाउँदैछु। यसको मैले कटिङको भिडियो म पछाडि हाल्ने छु। अहिले चाहिँ तपाईँहरूलाई यो गोजी हाल्ने म सिकाउँछु। गोजी कसरी हालिन्छ भनेर। प्राय विन्ड चिटर, सिलिकन डाउनहरू ज्याकेटमा एकै प्रकारले पकेट हाल्न सकिन्छ। उस्तै हुन्छ, अलिकति फरक हुन्छ, तर त्यो डिजाइन अनुसारले फरक हुन्छ। र म्याक्सिमम् चल्ने भनेको चाहिँ यसरी हालिन्छ। जस्तो यो 30 इन्ची लामो छ, यो तलबाट 7 इन्ची, 7 देखि माथि 7 इन्ची, यताबाट लगभग 3.5 इन्ची, या माथि 4-4.5 इन्ची क्रस गरेर यसरी मिलाएर सर काटिन्छ। काटेको चाहिँ यस्तो हुनुपर्छ, दुईतिरबाट काट्नुपर्छ होइन। तल पनि यसरी दुईतिरबाट नै काटिन्छ। अब तपाईँहरूलाई म गोजी कसरी लाइन्छ, कसरी बनाइन्छ भन्ने देखाउँदैछु। मेरो भिडियोहरू मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरेर हेर्नु होला है। आउनुहोस्, अब हामी गोजी लाउन सिक्छौँ है। यो गोजी लाउनलाई बनाएको बन भन्छ यसलाई। यो चाहिँ अब यो कपडामा डबल, तिर्बल अथवा अलिकति मोटो पनि बनाउन सकिन्छ भित्री हालेर। त्यस पछाडि यो चेन यसरी टाँसिन्छ होइन। र यो टाउको हालिन्छ, यो टाउको यसरी हालिन्छ। यो दाहिने देब्रे हुन्छ, एउटा यताबाट हालिन्छ भने अर्को यताबाट हालिन्छ अर्कोमा। यो चाहिँ यसरी यो भित्र यसरी भित्र हाल्नुपर्छ। यो भित्रपट्टिबाट अब सजिलो तरिका हो यो एकदम। यो यहाँबाट यस्तो गरेर यहाँनिर यसरी मोड्ने, यहाँको कपडालाई भित्र हाल्ने, यो चेनको भाग ठिक्क यहाँ छेउमा ल्याउने, त्यस पछाडि यो टाँका यसरी मार्ने, अनि यतापट्टि फर्काउने, फर्काएर तपाईँले यसलाई सट्टैसितले मोड्ने। यहाँ ट्याक्कै नोकैबाट मोड्नुपर्छ। यस्तो प्रकारले सियो चाहिन्छ एउटा है। यस्तो सियोले टक्क भित्रबाट टक्कै कपडाहरू हाल्नुपर्छ होइन। यसरी र यो भित्रको भागलाई सट्ट तानिदिनुपर्छ अलिकति, ताकि यो सपक्क भएर बसोस्। र यहाँनिर पनि यताबाट पनि बाहिरपट्टि कपडा धेरै चिप्लो हुन्छ। हल्का तरिकाले हल्का हात पारेर सिलाउनुपर्छ होइन, नत्र चिप्लो हुन्छ धेरै। टेलरमा भन्दा अलिकति गाह्रो हुन्छ। यो यसरी जग्गासँगले यो धागोहरू काटिदिने, त्यसपछि टुक्राहरू यो चाहिँ यो बन हालिसक्यो। अब यहाँ थैला जोड्न बाँकी छ। थैला जोड्ने पनि म देखाउँछु। यसरी हाल्यो, यसरी च्याम्प लिन्छ। यो चाहिँ गोजीको थैला हो। यो गोजी यसरी बस्छ। गोजी कसरी बस्छ म तपाईँलाई सिकाउँछु। यो चाहिँ गोजीको थैला यसरी राख्ने। त्यस पछाडि यो यस्तो हुन्छ, यसलाई अब यसरी घोप्टो बनाएर, यसरी यहाँ यसरी राख्ने। अनि तपाईँको यहाँ सिलाउँदै यसरी सिलाउने, घोप्टो बनाएर राखेर यस्तो प्रकारले यहाँनिर चाहिँ कच्चा देखिनु हुँदैन। अनि यसलाई यताबाट फरक फर्काएर यता ल्याउने। त्यस पछाडि यहाँनिर पनि छोडिदिने, यसरी जोइन गर्नुपर्छ यहाँ पनि। त्यस पछाडि यसलाई पक्का गर्ने।
हुन्छ यहाँबाट हात हाल्ने त्यसरी नेक्स्ट भिडियोमा पुरा कटिङ पुरा सिलाउन लिएर आउनेछु। कृपया पर्खेर बस्नु होला है। धन्यवाद।